ल सुरुमा चाहिँ के गर्ने भन्दाखेरि प्ले स्टोरमा गएर 3टा एप डाउनलोड गर्ने, गुगल अथेन्टिकेटर, त्यसपछि चाहिँ बिटगेट वालेट भनेर यो फर्स्टवाला, अनि त्यसपछि मेन एप हाम्रो डिगफिनिक्स भन्ने यो एप डाउनलोड गर्यो। गरिभएपछि अब सुरुमा एपलाई ओपन गर्ने होइन है, ओपन गर्ने हो तर यहाँ अर्को पाराले गर्नुपर्ने हुन्छ। मेरो चाहिँ यसरी ओपन गरेपछि यस्तो आउँछ। लगइन साइन अपमा क्लिक गर्ने अनि यो आफ्नो इमेल कुन हो त्यो इमेल हाल्ने। अब आफ्नो इमेल हालिसकेपछि यहाँ रेफर कोडको अप्सनमा क्लिक गर्ने। म दिन्छु एउटा रेफर कोड, त्यो रेफर कोड मस्ट टु मस्ट हाल्ने। त्यसपछि कन्टिन्यूको सेक्सनमा क्लिक गरेर एकछिन कुर्ने, काहीँ पनि नथिच्ने, हल्का स्लो छ, यसरी खुल्छ। त्यसपछि कोड माग्छ आफ्नो इमेलमा। अब कुन इमेल हाले हो त्यो इमेलमा जाने, कोड लिने। यसरी यहाँ कोड आयो, सिम्पल कोड कपी गर्ने। ए टु जेड सिकाइरहेको छु है, त्यहाँ केही गल्ती नगर। म चाहिँ खालोमा आदर चोट। फेरि कोड हाल्यो, त्यसपछि अब पासवर्ड जे राख्यो नि भयो, माइनक्राफ्ट #123 जे राख्यो नि भयो होइन। यसरी अकाउन्ट बन्छ, बन्यो। अब त्यसपछि गएर एकचोटि चाहिँ म यहाँ फ्लाइट मोड अन अफ हानिदिन्छु एकछिन। अब त्यसपछि यहाँ ब्यालेन्स भन्ने सेक्सनमा जाने, डिपोजिट भन्ने सेक्सनमा जाने, डिपोजिट क्रिप्टोमा जाने, यहाँ युएसटीमा क्लिक गर्ने। त्यसपछि आर्बिट्रम 1 यहाँ लेखिरहेको छ, यहाँ क्लिक गर्ने, कन्फर्म गर्ने, गेट एड्रेस गर्ने। यही हो एड्रेस, यो चाहिँ होइन। जस्तै अब एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा पठाउँदाखेरि ब्याङ्क आइडी चाहिन्छ नि, त्यस्तै यो एड्रेस हो क्या, इम्पोर्टेन्ट हो, चेक गर्ने हो। लास्टमा B5 छ होइन। अब फेरि ब्याक गरेर फेरि एकचोटि हेर्ने है, युएसटीमा क्लिक गर्यो, B5 थियो अहिले नि B5 छ भनेपछि करेक्ट छ। यसलाई कपी गर्ने। अब मैले अघि बिटगेट वालेट डाउनलोड गर भनेको थिएँ होइन। अब त्यो बिटगेट वालेट भन्ने खोल्ने है, यहीँबाट यसरी ओपन गर्ने। अनि म तिमीलाई फ्रेज दिन्छु। फ्रेज भनेको बिटगेट वालेटको जस्तै मतलब की हो क्या, त्यो चाहिँ पासवर्ड हो भने नि हुन्छ। यसरी एड वालेटमा गएर तिम्रो त्यो फ्रेज इम्पोर्ट गर्नलाई इम्पोर्ट वालेटमा क्लिक गर्ने, अनि यहाँ इम्पोर्ट फ्रेज भनेर हुन्छ, यहाँ क्लिक गरेर मैले त्यो दिएको फ्रेज यहाँ पेस्ट गर्ने, कन्फर्ममा थिचेर पासवर्ड हाल्ने, तिम्रो एड हुन्छ। अनि यस्तो इन्टरफेस आउँछ होइन। सुरुमा यहाँ माथि यस्तो आउँदैन, यस्तरी अल नेटवर्क्स यस्तो आउँछ। यहाँ क्लिक गर, तल सार आर्बिट्रम भनेर थिच, अनि युएसटीमा क्लिक गर। अनि अब यहाँबाट युएसटी ट्रान्सफर गर्ने कुन एड्रेस अघि कपी गरे एक्सचेन्जको एड्रेसमा। मैले जे गरेको छु डिट्टु त्यही गर्दा नि हुन्छ। डिपोजिट $160 जति गरे हुन्छ। 100 प्लस गर्नु पऱ्यो, ठ्याक्कै 100 गर्नु भएन। 101, 102 जति गरे नि हुन्छ। मैले चाहिँ 107 गरेँ अहिलेलाई। अब यहाँ यस्तो पासवर्ड राख भनेर आउँछ। अब डलर हाल्ने, यसरी डलर जान्छ। अब त्यहाँबाट डलर हालिसक्यो, तर यता एक्सचेन्जमा आएन भने 1-2 मिनटसम्म कुर्ने। अनि यता एक्सचेन्जमा आएन भने यहाँ जस्तै सेन्ट भनेर आएको छ नि, हो यहाँ क्लिक गर्ने है, अनि यत्तिकै राख्ने यो चाहिँ। अब यहाँ डलर आएन है। अब यहाँ डिगफिनिक्स भन्नेमा जाने, माथि यो हेडफोन जस्तो अप्सन छ नि, त्यहाँ क्लिक गर्ने, अनि यहाँ मेसेज टाइप गर्ने हेलो भनेर सुरुमा। अनि त्यसपछि जे गरेको छु त्यही फलो गर है, स्किप, अनि फेरि स्किप। अब यहाँ यसले एकजना फाइन्ड गर्छ होइन, यहाँ आउँछ। अब यसले के प्रब्लम भयो भन्छ, आई डिड नट रिसिभ माई डिपोजिट भनेर हालिदियो एउटा। अब त्यसपछि टाइप गर, मैले जे टाइप गरेर छु त्यो गर्ने, युआइडी टिएक्स, अनि त्यहाँबाट यो कोइन COIN कोइन, अनि अमाउन्ट यति हाल्नुपर्ने हुन्छ यहाँ। अब यत्तिकै यहाँ एकचोटि ब्याक गरे हुन्छ। ब्याक गरेर यहाँ 3 डटमा क्लिक गर्ने, यतापट्टि 3 डटमा क्लिक गरेर यो युआइडी छ नि, यो युआइडी कपी गर्ने। अब यिनीहरूलाई पैसा दे भन्नु पऱ्यो नि त, त्यही भएर फेरि भनौँ, आई डिड नट रिसिभ माई डिपोजिट होइन। यस्तो भनेपछि यिनीहरूले यसरी दे भनेर माग्छ क्या, यस्तो माग्छ युआइडी। अब युआइडी टाइप गरेर युआइडी पेस्ट गरिदिने, टिएक्स भनेर के पेस्ट गर्ने भन्दाखेरि अघि मैले यो राखा भनेको थिएँ नि, हो यो टिएक्स आइडी भनेर, योवाला कपी गर्ने। अनि त्यहाँबाट टिएक्स आइडी यता हालिदियो है। त्यसपछि अब यहाँ कोइन भनेको छ, कोइन चाहिँ USDT ARB भन्ने। त्यसपछि अमाउन्ट भनेको छ, अमाउन्ट कति हाले, $160 हाले।
जति हाल्यो त्यति हालेर यसरी पठाइदिने अनि क्विक भनेर छोडिदिने अनि 1-2 मिनटमा आउँछ फन्ड। हो तिनीहरूले अब यस्तो भनेर मेसेज रिप्लाई दिन्छ 1-2 मिनट यसरी बसेपछि, त्यसपछि ब्याक गर्ने, फेरि यही ब्यालेन्स भन्ने सेक्सनमा आएर यसरी रिफ्रेस गर्ने अनि फन्ड आउँछ। हो रिफ्रेस अलि बेर गर्नुपर्छ, 30 सेकेन्ड जति रिफ्रेस गरेर आफै आउँछ फन्ड। त्यसपछि यहाँ भोल्युम बनाउने हो, ट्रान्सफरमा क्लिक गर्ने, स्पट यहाँ P2P भन्नेमा थिचेर यो फ्युचर्स भन्ने सिलेक्ट गर्ने। अब यहाँ म्याक्समा क्लिक गरेर कन्फर्ममा क्लिक गर्ने अनि फ्युचर्स भन्ने सेक्सन छ नि तल, यहाँ क्लिक गर्ने अनि यो नेक्स्ट दाब्ने हैन। अनि ट्राई केही नि थिच्नु पर्दैन, यतातिर थिच। अनि अब यहाँ जे गर्छु त्यो गरेँ, क्रसको क्रसै राख्न देऊ, यो 20x को 10x पार यसरी यहाँ स्क्रोल गरेर 10x गर्ने, कन्फर्म गर्ने हैन। यो चाहिँ क्रस हुनै पर्यो है, जसरी भएन। अनि यो लिमिट, यहाँ लिमिट प्राइस भन्ने ठाउँमा थिच्ने, मार्केट प्राइसमा क्लिक गर्ने। अब यसलाई 100% बनाउने है, 100% बनाएपछि अब यहाँ लङ हानिहाल्ने, इन्स्ट्यान्ट क्लोज गरिहाल्ने क्या यसरी। यहाँ अब यहाँ यो थिच्ने, कन्फर्ममा थिच्ने, लङ लाग्यो यहाँ क्लोज गरिहाल्ने, क्लोजको अप्सन छ, नत्र लस जान्छ सब फन्ड। यहाँ 100%मा क्लिक गरेर क्लोजमा क्लिक गर्ने, क्लोज भयो। अब यहाँ ट्रेड हिस्ट्रीमा गएर हेर्ने, यहाँ तिम्रो यो भनेको भोल्युम हो, यो वाला हुन्छ नि 1000 अनि यो 1000 भनेपछि 2000 भयो अहिले हैन। यसरी नै 10,000 बनाउनु पर्छ भनेपछि 3-4 चोटि अझै गर्नुपर्ने भयो, कतिचोटि गर्ने त्यतिखेर हुन्छ भनेर त्यही सेम प्रोसेस रिपिट गर्ने हो। ओपन गर्यो, ए क्लोज 100%मा क्लिक गर्यो, क्लोज गरिदिइहाल्यो। अब कति भयो यहाँ 916 एड गर्ने यो सब 1000 916 916 यसरी एड गर्दै 10,000 पुगाउने पहिला। मेरो चाहिँ अब ट्याक्क क्यालकुलेट गर्दाखेरि 10,200 भयो, 10,000 प्लस बनाउने हो जसरी नि, त्यही अनुसार यही ट्रेड हिस्ट्रीकै यो सब 450 916 क्यालकुलेट गरेको थिएँ, त्यति भयो। अब यति गरेर भएपछि सिम्पल यता आउने। अब फिज लागिहाल्यो अलिअलि, $5.32 लाग्यो। अब विड्रमा हैन यता हैन, अब ट्रान्सफरमा अब फन्ड निकाल्ने यति काम हो। ट्रान्सफरमा क्लिक गरेर अब यसलाई यहाँ थिच्ने, माथिपट्टि चाहिँ अब फ्युचर अकाउन्ट राखेर तल चाहिँ स्पट अकाउन्ट राख्ने। म्याक्समा क्लिक गरेर कन्फर्ममा क्लिक गर्ने, विड्रमा क्लिक गर्ने, USDT क्लिक गर्ने, अनचेनमा क्लिक गर्ने, एक्टिभेटमा क्लिक गर्ने, यसमा क्लिक गर्ने, यो कोड आउँछ कपी गर्ने। त्यसपछि गएर अघि मैले अथेन्टिकेटर डाउनलोड गर भनेको थिएँ नि, त्यो अथेन्टिकेटर खोल्ने हैन। ओपन गरेपछि गुगलबाट जुनबाट साइन अप गरे पनि भयो, प्लसमा क्लिक गरेर इन्टर र सेटअप कीमा क्लिक गर्ने। अब यहाँ की भन्ने ठाउँमा की हाल्ने, यसमा चाहिँ अब जे हाल्दै नि भयो, दिव्यो डिजी हाल्दिए, एडमा क्लिक गर्ने हैन। अब मेरो त धेरै छ, त्यो तलतिर गएर बस्यो, तिम्रो माथि नै बस्छ। यसमा अब ठ्याक्क क्लिक गरेपछि कपी हुन्छ है। अब फेरि यतै आएर आई हेभ डन भनेर तल क्लिक गर्ने, यता सेन्ड कोड क्लिक गर्ने, तिम्रो अघि हालेको इमेलमा जान्छ अनि त्यो अथेन्टिकेटर यता पेस्ट गर्ने। अब यहाँ चाहिँ त्यही इमेलकै कोड खोजेर हाल्ने, तिम्रो इमेलमा कोड जान्छ यसरी 2FA कोड भनेर आउँछ। अब यही कोडलाई सिम्पल कपी गर्ने अनि त्यसपछि गएर यहाँ लगाएर च्याप हाल्ने, ल्याउन लगाएर टक्क लगाएर ओकेमा क्लिक गरेपछि डन हुन्छ हैन। अब फेरि विड्रमा क्लिक गर्ने, USDTमा अनचेन अनि आर्बिट्रम 1 तलपट्टि आर्बिट्रम 1 है, स्किप। अब यहाँ एड्रेस कुन हाल्ने, एड्रेस बिटगेट वालेटकै हाल्ने, अघि जहाँबाट हाल्यो नि तिमीले फन्ड त्यसकै बिटगेट वालेटको एड्रेस चिप्काउने हो। तर अब मल्टिपल गर्दाखेरि जस्तै 4 अकाउन्टबाट गरिरहेको छ भने 4वटा बिटगेट वालेट बनाउनु पर्छ है तिमीले आफै। यसको चाहिँ पहिला हुन्छ वालेटमा जाने, यही USDTमै जाने हैन, यहाँ क्लिक गरेपछि अब यहाँ रिसिभ भन्ने बटन हुन्छ, यहाँ रिसिभ भन्ने बटनमा क्लिक गर्ने। पहिला ब्याकअप चाहिँ गर्नुपर्छ है, हरेक वालेट बनाउँछौ नि तिमीले, बनाएपछि यहाँ ब्याकअप नाउमा क्लिक गर्ने अनि स्टार्ट गरेर 12वटा फ्रिज दिन्छ, त्यो चाहिँ कपीमा लेखिहाल है हरेक अकाउन्ट गर्दाखेरि, त्यो चाहिँ पासवर्ड हो मेन। फेरि वालेट हराउँछ मलाई झुकेर डिलिट गर्दैला तिम्रो साथीले जम्मै फन्ड जान्छ है, त्यो चाहिँ मेन गर। ब्याकअप गरेर त्यहाँ 12वटा फ्रेज आउँछ, त्यो चाहिँ कपीमा टिपिहाल हरेक मोबाइलमा गर्दाखेरि। अनि अब यो वाला एड्रेस कपी गर्ने, ED6 छ हैन, दुईचोटि भेरिफाई गर्ने एड्रेस ED6। ल यो एड्रेस कपी गर्ने, USDT आर्बिट्रमको यस्तो साइन हुन्छ क्या, यस्तो हुनु पर्यो साइन। अनि यहीँ गएर त्यो एड्रेस पेस्ट गर्ने, यहाँ अलमा क्लिक गर्ने, सबमिटमा क्लिक गर्ने, कन्फर्ममा क्लिक गर्ने, सेन्ड कोडमा क्लिक गर्ने, त्यो इमेलमा कोड आउँछ अनि अथेन्टिकेटर हाल्ने हो। अब यो इमेलको कोड यसरी उठायो हैन,
अनि च्यापक्क पारेर इमेलको कोड हालिदियो। अनि अथेन्टिकेसन कोड भनेको चाहिँ अब 30 सेकेन्डमा चेन्ज हुन्छ है, यो कोड चाहिँ सेम हुँदैन नि फेरि। यही वाला कोडलाई क्लिक मात्रै गरे हुन्छ अनि कपी हुन्छ। पेस्टमा क्लिक गर्ने, यहाँ लामो पेस्ट हान्दिने नि, कन्फर्ममा क्लिक गर्ने। अब विथड्र चाहिँ आउँछ, यही वालेटमा विथड्र आउँछ होइन, बिटगेट वालेटमा। अब यहाँ त आइसक्यो फन्ड है। अब तिमीले यो अकाउन्टमा मैले गरेँ, एउटा डिकफिनिक्स अकाउन्टमा यहीँबाट डिपोजिट गरेँ, यहीँबाट विथड्र गरेर यही वालेटबाट भयो। अब अर्को वालेटमा गर्छौ नि, अर्को मोबाइलबाट गर्छौ नि, त्यो हरेक मोबाइलमा चाहिँ डाटा तान्नु पऱ्यो होइन। एउटा कुरा त त्यो भयो। अर्को कुरा यहाँ कहाँ गयो लामो, एकछिन है, खै त मा त आउँदैन नि त त्यो त। ल अब चाहिँ अनि यो वालेट भन्ने सेक्सनमा यहाँ क्लिक गर्ने। यसरी नै यहाँ तिमीले 5वटा जति 4वटा गरेछौ भने 4वटा गर्नलाई 4वटा बनाउने। एड वालेटमा क्लिक गर्ने, क्रिएट वालेटमा क्लिक गर्ने, यहाँ पासवर्ड जे पाइदिए हालिदियो भइहाल्यो, याद हुनु पऱ्यो। यसरी क्रिएट वालेट भनेर आउँछ अनि 5वटा जति वालेट चाहिँ यसरी क्रिएट गर्ने होइन। क्रिएट भइसक्यो। अब यहीँ वालेटमा गएर यहीँ क्लिक गर्ने। अब तिमीले यो वाला जुन फन्ड छ नि, यो वालेट 4मा भएको मैले अघि देखाएको फन्ड, त्यो फन्ड चाहिँ यहाँ हाल्ने। अब एड्रेस कसरी कपी गर्ने, यहाँ माथि क्लिक गर्ने अनि तल यहाँ आर्बिट्रम सेलेक्ट गर्ने। अनि यस्तो आयो भने चाहिँ यहाँ प्लसको आइकनमा जाने अनि यहाँ माथि यो वाला युएसडिटी छ नि, यसलाई यहाँ सो गर्ने। यसरी यहाँ सो गरेपछि एड हुन्छ होइन। अब ब्याक गरेर यहाँ युएसडिटीमा जान्छौ, त्यसपछि यहाँ रिसिभ भन्ने सेक्सनमा जान्छौ। अब यसलाई ब्याकअप गर्ने मैले भनिहालेँ अघि, मेन हो। अनि यो वाला एड्रेस छ नि, यो वाला एड्रेस कपी गर्ने है। माथिपट्टि साइन चाहिँ यस्तै देखाउँछ है, यस्तैमा गर्नु पऱ्यो डिपोजिट गर्दा। अब यहाँ यो वाला कपी गर्ने एड्रेस, अनि त्यहाँबाट यो वालेटबाट जुन फन्ड छ नि तिम्रो यो, अब यो वालेटमा फन्ड छ होइन, यहीँ युएसडिटीमै जाने, ट्रान्सफरमा क्लिक गरेर वालेट एड्रेस पेस्ट गर्ने, नेक्स्टमा क्लिक गर्ने, 100% फन्ड हालेर नेक्स्ट गरेर तिमीले यसरी कन्फर्ममा क्लिक गरेर पासवर्ड हालेर त्यो वालेटमा जान्छ फन्ड। अब त्यो वालेटबाट चाहिँ अहिले जे प्रोसेस गरेँ नि मैले, त्यही प्रोसेस अर्को मोबाइलमा गर्ने होइन। एउटा वालेटको लागि, एउटा डिभाइसको लागि एउटा वालेट युज गर्ने क्या डिपोजिट विथड्र गर्नलाई। यति मात्रै हो गर्ने कुरा। अनि यसरी गर्ने होइन, बस यति हो कुरा।